आजको विषय चाहिँ प्रेरणार्थक है। अब प्रेरणार्थक के हो भने कुनै पनि कामले आफूले गर्दैन अन्यबाट गर्न लगाउँछ, त्यसलाई के भनिन्छ? प्रेरणार्थक भनिन्छ। आफूले नगर्ने अन्यद्वारा गर्न लगाउँछ। अब प्रेरणार्थक वाक्य बनाउँदाखेरि सबैभन्दा पहिला यो नियम पढ्नुपर्छ। हेर्ने नयाँ प्रेरकर्ता थप्नुपर्छ, यहाँ दिएको छ है। यहाँ हेर्ने नयाँ प्रेरकर्ता थप्नुपर्छ र अबमा के छ भने पहिलो वाक्यको कर्तालाई लाई थपेर वर्णमा बदल्नुपर्छ। जुन पहिलो कर्ता हुन्छ त्यसले के गर्नुपर्छ? लाई थपेर वर्ण बदल्नुपर्छ र धातुमा आउ थपेर क्रिया बनाउनु पर्ने हुन्छ। र अबमा के छ? कर्ता अनुसारको लिङ्ग, वचन, पुरुष आदर मिलाएर के गर्नुपर्छ भने क्रिया राख्ने, तर क्रियाको काल, पक्ष, भाव चाहिँ पहिले पनि परिवर्तन गर्नु पर्दैन। अब यो वाक्य कसरी बनाउनु पर्छ भने अब थोरै यता ध्यान दिने। अब मानौँ यहाँ भाइ वर्ष दिएको छ। अब अलिकति ध्यान दिने है। यहाँ के गर्नुपर्छ भने नयाँ कर्ता थप्नुपर्छ। जस्तै मैले मनिषको नाम राखिदिएँ अथवा मनुको नाम राखिदिएँ अथवा कमराको नाम पनि राखे पनि हुन्छ। यहाँ कमलेश राखेको छ है। अब हेर्ने नयाँ कर्ता यहाँ के हुन्छ भने कमलेश होइन, भाइलाई यहाँ भाइ आयो, त्यसमा मैले के भनेको छु? यहाँ लाई थप्ने। पहिलो कर्ता जुन छ त्यसमा लाई थप्ने। कमलेश भाइलाई पढाउँछ। अब यहाँ क्रियाको धातुमा आउ पनि आयो र पहिलो कर्तामा लाई पनि थपियो र यहाँ एउटा नयाँ कर्ता पनि। यस्तै पनि यहाँ दिएको छ मनु किताब पढ्छ। यसमा पनि के गर्नुपर्छ भने नयाँ कर्ता थपेर बनाउनु पर्छ। यहाँ हेर के दिएको छ? दाइ मनुलाई किताब पठाउनु। यहाँ राखेको छ पनि एकपटक यहाँ लेखाइदिन्छु है। जस्तै भीम क्रिकेट खेल्यो, अब यसलाई बनाउँदाखेरि अब नयाँ कर्ता थप्दाखेरि दाइ, मैले दाइ यहाँ हालेको छु है। दाइ भीमलाई क्रिकेट खेलाउनु भयो। यसलाई यस्तै बनाउनु पर्छ। अब थोरै यहाँ हेर्ने, यसमा यति मात्र छैन, यसमा घुमाउरो प्रेरणार्थक पनि आउन सकिन्छ। अब यसलाई बनाउनको लागि यहाँ थोरै हेर्ने, प्रेरणार्थक वाक्य यसै गरी पनि बनाउन सकिँदैन। क्रियाको प्रकृति अनुसार घुमाउरो प्रेरणार्थक पनि बनाउनु पर्ने छ। तर कसरी? अब हेर्ने यहाँ मूल यहाँ सूत्र धातुमा के दिएको छ भने ती, जा, पाल, पिउ, थाल, सिउ, गाल, लि, न। यसमा न जोडी लगाउ धातुलाई कर्ता काल अनुसार सहायक क्रिया पनि बनाउनु पर्छ। यो भनेको इम्पोर्टेन्ट हो है। जसले लेखेको छैन भने लेख्न मिल्छ है, लेखिहाल्ने। यहाँ हेर्ने अब यसलाई कसरी बनाउने प्रयोग गरेर यहाँ पनि दिएको छ है। जस्तै कमरान जाँच दियो, यसले बनाउँदाखेरि कमरान जाँच दियो। अब मैले यहाँ भनेको थिएँ होइन, दी यहाँ आइसक्यो, यहाँ दी धातु आइसक्यो। अब दी धातु आइसक्यो भने मैले के भनेको? यहाँ घुमाउरो वाक्य आउँदाखेरि के कस्तो बनाउने भने यहाँ हेर्ने सूत्र त्यही प्रयोग हुन्छ, तर अलि लास्टमा धातुमा अलिक केही परिवर्तन गर्नुपर्छ। तर कसरी भने यहाँ हेर्ने, यहाँ कमरान छ भने यहाँ साथी है, साथीले कमरानलाई जाँच दिन लगाए। अब यो भूतकाल छ है, भूतकाल छ, त्यही भएर भूतकालमा परिवर्तन भयो। तर यहाँ जति आयो भने के गर्ने? न जोडी लगाउ धातुलाई काल अनुसार सहायक क्रिया बनाउनु पर्छ। सहायक क्रिया कहिले काम गर्यो? दिन लगाएर। सहायक क्रियाले काम गरेको छ दिन लगाए। अब यहाँ त्यो छैन। अब यति यहाँ धातुहरू आयो भने यति धातुहरू के गर्ने? यो सूत्र प्रयोग गर्ने। अब एकै सुनिल बजार जान्छ। अब यहाँ हेर्ने
जा धातु आयो जा धातु आयो भने कसरी बनाउने यहाँ उदय सुनिललाई बजार जान लगाउँछ किन भने यो सामान्य वर्तमान काल हो अब सामान्य वर्तमान काल हो भने के गर्नुपर्छ भने सामान्य वर्तमान कालमा नै बनाउनु पर्छ तर सहायक क्रियाको प्रयोगले बनाउनु पर्छ तर यति सूत्रहरू आयो यति सूत्र आएन भने यो तरिकाले बनाउने र यति सूत्र आयो भने यो तरिकाले बनाउने एकदम सजिलो छ गाह्रो पनि छैन तर यो नियम अलि ध्यान दिनुपर्छ यो नियम पनि ध्यान दिनुपर्छ र यो नियम पनि ध्यान दिनुपर्छ यति नियम क्लियर भयो भने बनाउन पनि के हुन्छ भने सजिलो र कसरी केही समस्या छ भने यहाँ सोध्न पनि मिल्छ नबुझेकोले सोध्न मिल्छ बुझेको त मलाई थाहा छ कतिजनाले बुझेको छ तर कतिजनाले नबुझेको छ त्यो पनि मलाई थाहा छ तर लजाउने होइन डराउने होइन है फेरि सबैजना लेख्ने है ल लेखेको छैन